दाइ यो के हो यो के हो यो भ्यूलाई किन यस्तो मान्छे गएको घर जान नपुरोस् नि भन म अरू केटी जस्तो हैन नि हेर मैले भनिरा छु त्यहाँ परेर पुच्ची हरि केटी हैन नि बुझ्स् नि तले किन माग भनेको सरी भन्छु भन्दैनस् मैले म त्यही भन्न आछु रोक न त म भन्छु तिमी चुप लागे एकछिन बे उसको कुरा सुन्न देऊ न त आको छ त कोल्ड हो भ्यू भेरी सरी फर दैट हैन विवेक छिन लाबी टिप्न अनि हुन्छ साला मैले कहि कसम मार्केट देखि साला आइसम कान डाउन बतले आउँछ नि साला मैले छ पनि भने छैन के कसैलाई छ पनि त्यहाँ त्यसमा सुन क्यामेरा अन गर मैले अरु केटी जस्तो हैन नि म हेर म अरु केटी जस्तो लुकेर डराएर भाग्ने केटी हैन गल्ती गर्दिन केही पनि छैन मैले भनिरा छु क्यामेरामा आएर मैले मिल्दैन ल मैले तैले बोल्न मिल्ने बोल्ने मिल्ने खाएर बोल्ने ह कसको बाध्यताले तिमीले भनेका हो भन त कसको बाध्यताले त्यहाँ त्यो रेकर्डिङ तिनीहरुले त्यो भन्नी बनाएर कसले धम्काएको भन्नी बनाएर बनेर हैन त्यो भन्दा 5 मिनेट अगाडिसम्मको रेकर्डिङ माग त्यसपछि मैले के गल्ती त्यो 5 मिनेट अगाडिको रेकर्डिङ माग के गल्ती बोलेको छु भने मलाई पनि त्यसको पनि म सजाय पाउन रेडी छु भाइ प्ले गर त भाइ 5 मिनेट त्यो भन्दा अगाडि 5 मिनेट अगाडि 20 सेकेन्ड अगाडि पछाडिको मतलब होइन मेन के हो त्यो सुन क्या लुकेर बस्ने गल्ती गर्दिन कहिले नि बुझ्स् नि अहिले भर्खर बिउलाई यो रेकर्ड पठाइदिन्छु रोकत माया चिक्ने अहिले रोकत तिमी मम्मी सबलाई ठाउँमा तेरै अगाडि भिडियो कलमा राखेर यस्तो बार्गेनिङ गर्छु नि 50 मा बिगाउँछु फेरि क्यामेरा अन गर यहाँ तल यो $50 रुपैयाँ भन्ने पनि यसलाई आछ यो यिनीहरु दुईटै एउटै ट्याङ्का मुलाहरू हुन् के दुईजनै बिस्ने अन गर भन्दा अनि अर्को पनि कुरा छ अन गर छिटो क्यामेरा अन गरेर माफी माग जे कुरा हो सत्य कुरा भन ठीक छ विष्णु अब यसो आफ्नो जति भयो म 5 घण्टा पछि बल्ल आउँछु अहिले म बिजी छु अलि विष्णुलाई ठुलोमा राखेर अनि सबै मिटमा बस अनि सुरुमा यहाँ भ्यूलाई अलिकति राम्रो तरिकाले सबै भाषामा के भएको भनेको भए मैले के गलत बोलेको भए मैले अनजानी के गरे कसो गरे अब त्यो डिटेल भन्न त भनेको छ नि त मैले किन भन्नु म त्यो भनेर राम्ररी भन्नु यतिकै भने अगाडिदेखि नै छैन त्यहाँ भनेको भनेछु भने गरेर बनायो मैले चाहिँ ल बोले त्यो ब्रोडमा को मान्छे थिए त्यहाँ त्यो ब्रोडमा थियो विलियमसन थियो स्टोनी थियो प्रीति थियो डिएक्सन थियो म थिएँ त्यति डिएक्सन भन्ने को मैले चिन्दिनँ डिएक्सन कोले बोल्न लगाएको हो जबरजस्ती कोले बोल्न लगाएको छ दिमागमा स्टोनी र विलियमसनले राखेर यहाँ बन्दुक राखेर ल बोलिनस् पनि ठोक्दिन्छु भन्ना थियो क्या हैन छ कि छ मात्रै हैन कि अरूहरुको पनि छ अरूहरुको नाम लिएर छ कि छ भने छैन भन्दा भन्दै ल जा ल छ भने 50,000 हाल्दै म एउटा भिडियो पठाइदिन्छु भने मैले यो म्यानिपुलेसनको कुरा हेर नगर हैन अनि कुन चाहिँ भिडियो पठाउँछस् कुन चाहिँ भिडियो भनिस् त मैले कुनै पनि पठाउँदिन के पठाउँछु तर घाटी समातेको त छैन भनेपछि तर घाटी समातेको छैन भन्दा भन्दै क्यामेरा अन गरेर सरी भन म बिजी छु अहिले किन बिजी कस्तो बिजी क्यामेरा अन गरेर बिस्नु नट जोक है तिमीलाई यस्तो चरित्र हत्या गरेको छ मैले भन्न क्यामेरा अन गरेर सरी भन क्यामेरामा आएर चाहिँ सरी भन्दियो यो सरी बहिनी मैले गल्ती गरेँ त्यो चाहिँ गरेर जाऊ के त्यो अर्का सरी बहिनी सुन क्यामेरामा आउने भने म 5 घण्टा पछि आउँछु मैले एकदम बिजी छु बाहिर छु है क्यामेरामा आइराख्ने मान्छे हो कि मलाई क्यामेरामा आउन बिग्रिन्छ सरी बहिनी भन सरी बहिनी क्यामेरामा सरी बहिनी अबदेखि यस्तो गल्ती तँलाई खोलेर भन्दैन त 2 मिनेट खोलेर यार के भन्दा 2 सेकेन्ड खोलेर कि क्यामेरा अन गरेर भन भन्दियाला त्यहाँ सकिन्छ यो कुरो त्यहाँ नगर्नु कसैले पनि कसैका बाध्यतामा आउने किन कसैसित डराउन पर्छ र भोलि तिम्रा दिदी बहिनीका कसरी केही गर्देला अनि तिमीले फेरि चाहिँ डराउँछौ किन डराउने हैन के म बाहिर छु भनेको त्यही भएर त हो किन डराउन पर्यो अरु एकछिन माइला दाइ अनि उले बिउला मात्र मागेर भएन नि त बिउसँग मेरो नाम पनि जोडेको छ उले त मलाई पनि माग्नु पर्यो नि त नि फेरि किन डराउने तिनीहरुले धम्कायो भने तिनी कोन चाहिँ दादागिरी चल्छ तिनीहरुको साले तिनीहरुको के खाइया छ रि नामले ह
फोटा कुदाउँछन् माफी माग भनेको बेला मागिहाल्नु पर्दा फेरि यो कुरा लम्बियो भने फेरि पछि माफी मागेर पनि पाउँदैनौ राइट एकछिन बेला भन सत्य कुरा के हो सत्य कुरा भन क्यामेरा अन गर छिटो विष्णु क्यामेरा अन गर है क्यामेरा अन गर छिटो कतिसम्म चरित्र हत्या गरेको मान्छेहरूले है खोइ त हात खोइ गरेको हरकत देख्दा त सरी भनेर 10 चोटि उठबस गराउने खालको हरकत छ साँचो कुरा भन अब चाहिँ गर्छस् कृष्ण कहिले बिउलाई नसम कोही त बिउलाई सोचेको होला कि अहिले गएर देखाउने अब यहाँ मैले भने नि मैले तिमीले मात्रै भएको भए मैले तिमीलाई मैले मजाले आउँथेँ यहाँ अब मैले यहाँ धेरै कुरा गर्छु मेरो कुरा है त ल ओ विष्णु मेरो कुरा सुन मैले के भन्छु भने कसैको पनि दबाबमा आएर यस्ता काम नगर्ने गर है हामी तिमी एउटा राम्रो मान्छे हो यो टक्सिक धेरै भयो एकदमै टक्सिक धेरै भयो म योभन्दालाई शान्त बस्छु ल ठिक छ अब बिउ होइन अब के भन्छ फलेको फल झुक्छ भने जस्तै अब सरी पनि माग्यो कान पनि समाएको थियो अब एकचोटिलाई माफ गरिदेऊ होइन अब यस्तो यस्तै हो कुनै पनि विष्णु बिउलाई मात्रै भनेर होइन भोलिको दिनमा कुनै पनि छोरी चेली दिदी बहिनीहरूलाई चाहिँ चरित्र हत्या गर्ने काम तपाईँबाट नहोस् होइन अब त्यो इभन कसैको छ भने पनि हेर्नु म त्यो इभन यो पछिल्लो टाइममा हाम्रो यो जुन एउटा गङ्गा छेत्रीको बिग भिडियो बनाउनेहरूलाई पनि के भन्छु भने हिजोको दिनमा तिमीहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड भएर एउटा इज्जतै सबै लुटाएर ऊ गर्यो अहिले आएर उनीहरूलाई त्यो इज्जत फ्याल्ने काम नगर हेर म चाहिँ के भन्छु भने बोयफ्रेन्ड गर्लफ्रेन्ड अलिकति रिलेसनमा भइसकेपछि भोलिको दिनमा छैन भने पनि होइन मतलब रिलेसनमा छैन भनेदेखि खुसी खुसी हाँस्न सक्नुपर्छ क्या किनभने तपाईँहरू पनि आफूमा पनि कमजोरी हेर्नु अब एउटा आउँछ टिकटकबाट लभ पर्यो भन्छ टिकटकबाट लभ पर्यो अनि के नेपालको दिदीबहिनीहरूलाई नङ्गायो फेरि अर्को केटी गयो उता गर्न छोड्यो अर्को केटी गयो कि जाऊ तिमीहरू बिहे पनि गर्ने छैन तिमीहरू सबै घरमा बुढी हुने सबै हुने के भन्छ गाडीमा फेक आइडीबाट लुकेर गिफ्ट हान्ने र अनि दुनियाँ दिदीबहिनीहरू नङ्गाएर अनि भिडियो आउट गर्दै एउटा समाजमा अलिकति गलत त्यो के भन्छ मेसेज दिन नखोज हेर तिमीहरूको पनि नभएदेखि थपक्कन त्यो गिफ्ट हान्ने पैसा नेपाल मनपर्छ भने टिकट काट नेपाल जाऊ बिहे गर न त मुन्जीहरू यहाँ आउँछ मुन्जी युनिभर्स हान्यो चुइँ हान्यो अनि गयो नङ्गायो अनि भिडियो छ हो कि होइन भन्नु न त्यो जहाँ अब एउटा जहाँ वर्ल्डकै संसारमा जहाँ भए पनि मनपर्ने केटी भेट्नुलाई भनेको 1 महिना के भन्छ 1 वर्ष लाग्दैन क्या तिमीहरूलाई मनपर्छ जाऊ बिहे गर रमाइलो गर ऊ गर अनि त्यो हुँदा एउटा जुन एउटा उनीहरूले पनि तपाईँहरूलाई विश्वास गरेर कुरा गरेको हुँदाखेरि तपाईँहरूले विश्वासलाई चाहिँ त्यसरी अहिले आएर उदाङ्ग बनाउँदा भरेको दिनमा हिजोको दिनमा अहिले सबैले काण्ड 7.2 मिनट काण्ड भन्छ त्यो केटी मर्यो भने अहिले फेरि बिचारा भनेर जस्टिस फर ऊ भन्दै सबै बोल्थ्यो त्यसमा त मेरो एउटा होस्ट छ कि माल्दै त्यसको 2 वर्ष अगाडिको काण्ड आएको त्यो एउटा ऊ काण्ड हेर्ने भने उहाँ जानु है काण्ड आएको छ भन्दै होस्टले नेपाली केटी मान्छे छोरी मान्छे पक्षमा छ भनेको उसकै काण्ड चाहिँ पहिला 2 वर्ष अगाडि मैले हेरेको हुँदाखेरि आफूले पनि हेर्नुहोस् साथीहरू तपाईँहरूलाई चाहिँ के भन्छ भने छोरी मान्छे पनि भएर अलिकति टिकटकर युजर हो भने तपाईँहरूले पनि अलिकति यस्तो साह्रो गाह्रो परेको बेलाखेरि छोरी मान्छेको स्ट्यान्ड भएर बोल्न सक्नुपर्छ है तपाईँहरू आएर अर्कालाई चाहिँ मेरो चाहिँ आउट भएको छैन ऊ सबैको तिमी म्याक्सिमम मान्छेहरू तिमीहरू कसरी के हुन्छ भन्ने कुराहरू सबै थाहा भइसकेको छ होइन हो अब यो चाहिँ यसमा चाहिँ विष्णु दाईले नेक्स्ट टाइमदेखि इभन बिउलाई बहिनी भनेर जमानादेखि भनेको मान्छे होइन अब मातेको बेलामा कहिले काहीँ होस् हुँदैन अनि ठिकै छ विष्णु दाईले सरी अब महसुस गरिहाल्नुभयो अब नेक्स्ट टाइमदेखि बिउलाई मात्रै होइन कुनै पनि दिदी बहिनीहरूलाई त्यो नभएको कुरा गर्दै चरित्र हत्या गर्ने काम नगर्नुहोस् है एउटा राम्रा व्यक्ति हो तिमी त्यति नराम्रा पनि छैनौ हामीले बुझे अनुसार त्यस्तो नगर है भाइ अब राम्रो भएर हिँड्नु राम्रो बाटो होइन एउटा थोरै मैले पनि विष्णुसँग बोले हेर विष्णु होइन तिमीहरूको उसको झगडा हुन्छ होइन कहिले तिमी स्टुनीसँग झगडा गर्छौ कहिले कोसँग झगडा गर्छौ जाँड खाएपछि के बोले मैले माथिबाट बोले कि तलबाट बोले भन्ने विष्णु थाहा पाउन्नौ तिमी धेरै मभन्दा जुनियर पनि हो तिमीलाई मैले पहिलेदेखि सम्झाउँदै पनि आएको थिएँ तिम्रो धेरै मसँग हुँदा पनि मैले साथीभाइलाई मैले आउट पनि गरेको छैन
तर एउटा कुरा तिमीले पनि त स्टोनीको छोरीको यो आउट गर्छौ त्यो सानो नाबालकको 1.5 वर्षको बच्चाको भन्यो होइन आइन्दादेखि कुनै केटीको चरित्र हत्या गर्यो कुनै केटीको केही काम गर्यो भने नि हेर म त यसरी आएँ नि अरू लुकेर बस्दिनँ नि म बुझ्यो नि अहिलेसम्म मैले नराम्रो काम गरेकै छैन बुझ्यो नि त्यही भएर मेरो यति छ भने म पब्लिकमा आउँथेँ सुन न एकछिन रोक न कति तारिक पनि दिँदैन होइन अनि ऊ चाहिँ खुसी भएर बसेको चाहिँ विष्णु त अब तिनीबाट भन्दा खुसी भएर उसको बाल पनि छैन कि फेरि अब हिजोको दिनमा बिउले तिमीलाई भाइ पनि मानिन् तिमी मोड पनि बस्यौ होइन त्यति प्यारो गरेको त्यत्रो साथ सपोर्ट होइन सबै यो एउटा मान्छे आएर यो दुई चार हप्तादेखि एउटै मान्छे आएर सबैतिर भान्ने काम गरिरहेको मेरो नाम लिएर अनि त्यसपछिको चाहिँ मलाई पनि रिस उठेर त्यो मान्छेलाई मैले ब्लक पनि गरेको छु त्यसको नाम पनि नलिगाउँ है अलिकति यहाँ अब भिनाजुलाई पनि मेक स्योर गर्नु पर्यो भाइ मानेको रहेछ मालदाईलाई मेक स्योर गर्नु पर्यो त्यस्तो छैन मेरो दिदी भनेर मालदाईसँग पनि माफी मागेको तिमी भिनाजुलाई रिस उठ्यो भने फेरि तिमीलाई मालदाईलाई पनि माफी छ त्यही भने नभएको कुरा किन विष्णु तिमी नभएको कुरा किन भनेको भन त तिम्रो घाँटी समातेको थियो कसैले तिम्रो घाँटी समातेको थियो गो ब्याक 10:45 भइसक्यो I gotta go back तिमीले 5-6 घन्टा पछि आऊ म मजाले 1-2 घन्टासम्म भिडियो खोलेरै बस्छु के ल भयो है म त्यति मात्रै मैले अघि पनि तिमीलाई भने 2-4 मिनेट मात्रै आउँछु म भनेर है I gotta go back सरी फेरि पनि सरी भन्छु सबैजनालाई सरी कसैलाई के सबैले के सरी बिउ बहिनी मैले गल्ती गरे मजाकमा गल्ती मानिसके हम बिउ अब छोड्दियो हैन मानिसके अनि यता सुमन दाइलाई पनि त सरी भन्नु पर्यो नि त राजा सरी एकदम सुमन सरी भन सरी भनिसके अघि मलाई भन्दैस मेन सुमन हो भन्दै थियो मेन सुमन हो भनेको छैन सुमनकोबाट चाहिँ एउटा भिडियो रेकर्ड छ मसँग चाहिँ लिक भएको भनेको मैले ल सुमनकोबाट चाहिँ मेरो लिक भएको भनेको के त आफ्नो फोटो त्यो तिमीले पठाएको त्यो केटीलाई कतिसम्म इफेक्ट पर्छ होला त्यो केटी तिमीसँग नाइटमा बस्नु बाध्यता थियो होला कुनै केटीलाई तिमीसँग सुत्न मजा आउँछ होला नचिनेको मान्छेसँग फिलिङ सेयर नगरिकन त्यो केटी किन तिमी यस्तो गरिदिएको त्यसको पनि त बाध्यता थियो होला को रहर सुत्न आउँछ अरूसँग चिनेकै केटी हो है म अब जान्छु ल साँच्चै भने म जान्छु ल ल ठिक छ ल ल ठिक छ ल है त अर्जुन दाइ नमस्कार है तपाईलाई सरी भन्छु है पर्दैन अब आइन्दा यस्तो अब चाहिँ यो के हुन्छ भने अब तिमी त्यति नराम्रा मान्छे होइनौ हामीले बुझेको अनुसार अब कसको दबाबमा आएर किन गरेका हो होइन आइन्दा ख्याल गरे यी चिजहरू माइला दाइ नराम्रो त खत्तम मान्छे हो कि विष्णुले त्यो एउटा केटीको भिडियो मैले हेरेको छु त्यो मैले चिनेकै केटी हो होइन अनि यताउता गरौँ भनेर त्यो अलिकति गलत ठाउँमै गरौँ भनेर बोलेको उसकै बोली नै छ त्यहाँ त्यस्तो यसो गरौँ उसो गरौँ भनेर पुरा त्यो अलिकति फोर्सफुल्ली गरेको छ त्यो केटी मैले चिनेको छैन विष्णु दाइ तपाईँलाई ठोक्नु पऱ्यो भनेदेखि फेरि त्यो केटीलाई ठोक्छु नि म याद गर्नु मलाई आउँदैन त भिडियो सबभन्दा म डिस्ट्रिब्युसन सेन्टरै यहाँ हो त यहाँ अप्रुभ भएर मात्रै अनि अन्त भाइरल भएको त म चाहिँ विष्णुको एउटा बरु यहीँ बस्नु पर्ने म सुनेर बस्छु म्युट गरेर है तर म आई क्यान टक नो मोर है त ल गएको होइन यसरी आइदियो सरी भन्यो यो राम्रो भयो ठिक छ किनभने यो चिजलाई चाहिँ लम्बा चाहिँ गराउन हुन्न कि है त अब होइन अर्को म पनि गएँ कि बिउ तिमीलाई थाहा भयो नि मैले भनेको होइन रहेछ दराइटलाई मैले राम्रोसँग बुझेको छु तिम्रो विष्णुले भनेको हरेक कुरा रेकर्ड छ कि विष्णुले कुरा चेन्ज गरे पनि म त्यही भएर त प्रुफ राखेर बस्छु त मसँग प्रुफ थियो मैले यतिसम्म यिनीहरूलाई विश्वास गरेको छु यिनीहरू ग्रुप खोलेर पनि मैले दाइ हामीले चाहिँ समाजमा केही गर्न चाहन्छौँ भने ल गर भाइ हो किन मैले त्यो मुख हेरेको चाहिँ सुमनको हो कि सुमन मलाई चाहिँ एकदम इमान्दार एकदम राम्रो मान्छे लाग्छ नि त दराइ होइन होइन त्यस्तो म बिउले ल आउन सुमन आऊ रोडमा आऊ भन्दा नि चिनेको हुन्न अनि त्यही भएर म माथि पनि चढेको छैन आजै हो म आएको बिउको रोडमा साँच्चै भन्नु भने गेस्टमा अनि अब एक्कासी त्यस्तो कुरा सुन्दा त मलाई पनि कस्तो खल्लो लाग्यो कि अब म यस्तो बोल्ने मान्छे नि होइन पहिलो कुराहरू दोस्रो कुराहरू अब यस्तो अब अलिक अब विष्णु त अब रक्सी खाएको बेला जे पनि बोलिदिन्छ त मलाई पनि थाहा छ अब सुन्दै पनि आएको छ अब उसको अब ठिक छ विष्णु अब आयो समयमा आयो अब तिम्रो योभन्दा अरू केही पनि हुँदैन होइन अब जे हुनु भइसक्यो अब अरू अब के निकाल्नु छ र अब तिमीलाई सबै थाहा छँदैछ तिमी एउटा साथी भाइ जस्तो हो मेरो मान्छे होइन तिमीले मलाई पठायो त्यस्तो अरूलाई काम नगर जाँड खाँदा पनि त्यति हो मेरो तिमीलाई भनाइ
ल माइललाई म पनि गएँ सन्देश भाइ हस्, हुन्छ हुन्छ ब्रदर अर्जुन ब्रदर म झरेँ ल अब सब चिनेर गयो कि त ल ल ल